नमस्कार सबैलाई स्वागत छ। आज 3 असार 2083 बुधबारको दिन गोर्खापत्रमा प्रकाशित भएको लोकसेवा विशेष वस्तुगत प्रश्नोत्तर हामी लिएर आएका छौँ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोला। लागौँ प्रश्नतर्फ। पहिलो प्रश्न रहेको छ, बागमती प्रदेश सरकारद्वारा विक्रम सम्वत 2083 असार 1 गते आर्थिक वर्ष 2083-84 का लागि कति राशिको बजेट सार्वजनिक गरियो? यसको उत्तर रहेको छ रु 66 अर्ब 93 करोड 33 लाख। विक्रम सम्वत 2083 असार 1 गते सातै प्रदेशद्वारा प्रस्तुत बजेट यहाँ हेर्न सक्नुहुन्छ। कोशी प्रदेशको रहेको छ कुल बजेट 40 अर्ब 44 करोड 98 लाख। त्यस्तै गरी मध्य प्रदेशको कुल बजेट रहेको छ 41 अर्ब 13 करोड 86 लाख। बागमती प्रदेशको कुल बजेट 66 अर्ब 93 करोड 33 लाख रहेको छ। त्यस्तै गरी गण्डकी प्रदेशको रहेको छ कुल बजेट 32 अर्ब 99 करोड 99 लाख। त्यस्तै गरी लुम्बिनी प्रदेशको कुल बजेट रहेको छ 37 अर्ब 38 करोड 45 लाख। कर्णाली प्रदेशको रहेको छ कुल बजेट 35 अर्ब 39 करोड 85 लाख। सुदूरपश्चिम प्रदेशको कुल बजेट रहेको छ 37 अर्ब 70 करोड। दोस्रो प्रश्न, चुरे संरक्षण दिवस कहिले मनाइन्छ? यसको उत्तर रहेको छ असार 2 गते। राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति स्थापनाको अवसरमा पारेर हरेक वर्ष असार 2 गते यो दिवस मनाउने गरिएको छ। विक्रम सम्वत 2083 असार 2 गते 12औं चुरे संरक्षण दिवस मनाइएको छ। प्रश्न नम्बर 3, विश्व म्याराथन च्यालेन्ज अन्तर्गत 7 महादेशमा 7 दिन लगातार सञ्चालन भएको 7वटा म्याराथनमा नेपाली पोसाक दौरा सुरुवालमा दौडेर विश्व कीर्तिमान कायम गर्ने धावक को हुन्? यसको उत्तर रहेको छ बाल जोशी, नेपाली मुलुकका अमेरिकी धावक। प्रश्न नम्बर 4, नेपाललाई विश्वस्तरीय खेलकुद केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यका साथ नेपाल स्पोर्ट्स समिट 2026 का लागि तय गरिएको मिति कुन हो? यसको उत्तर रहेको छ विक्रम सम्वत 2082 माघ 22 गते। प्रश्न नम्बर 5, चीनले हालै सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमनोइड रोबोट कुन हो? यसको उत्तर रहेको छ बुमी। यो ह्युमनोइड रोबोटको नाम रहेको छ बुमी। प्रश्न नम्बर 6, अमेरिका र इरान बीच युद्ध विराम सम्बन्धी प्रारम्भिक सहमति कहिले भएको हो? यसको उत्तर रहेको छ सन् 2026 जुन 14 गते। सो शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर आगामी सन् 2026 जुन 19मा स्विजरल्यान्डमा हुने बताइएको छ। अमेरिका इरान सम्झौता प्रमुख मुद्दाहरू यस प्रकार रहेका छन्। लेबनान सहित सबै मोर्चामा स्थायी युद्ध विराम, इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने अमेरिकी प्रतिबद्धता, 30 दिनभित्र अमेरिकी नौसेनाको नाकाबन्दी हट्ने, इरानबाट अमेरिकी सेना फिर्ता हुने, हर्मुज जलमार्ग खुल्ने, अमेरिका र उसका सहयोगीले इरानका लागि कम्तीमा 300 अर्ब डलरको पुनर्निर्माण योजना ल्याउने, इरानी तेल र ऊर्जा उत्पादनमाथिको अमेरिकी प्रतिबन्ध अन्त्य गरिने, आणविक हतियार उत्पादन नगर्ने प्रतिबद्धता इरानले दोहोऱ्याउने, इरान वरपरका क्षेत्रमा आफ्नो सेना नबढाउने र नयाँ प्रतिबन्ध नलगाउने अमेरिकी प्रतिबद्धता। प्रश्न नम्बर 7, बेलायतद्वारा 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा कहिले गरियो? यसको उत्तर रहेको छ सन् 2026 जुन। सन् 2027 सालको सुरुवातबाट लागू हुने गरी सो घोषणा गरिएको। अस्ट्रेलिया, क्यानाडा, ब्राजिल र इन्डोनेसियाले बालबालिकाको सामाजिक सञ्जालमा नियन्त्रण सम्बन्धी कानुन तर्जुमा गरिसकेका छन्। प्रश्न नम्बर 8, प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थानीय रूपमा सञ्चालित कार्यक्रमलाई के भनी चिनिन्छ? यसको उत्तर रहेको छ अपरेसन नाइटिङ्गेल। प्रश्न नम्बर 9, जङ्गली जनावरबाट मानिस एवं खेतीपातीको रक्षा गर्न लगाइएको विद्युतीय तारलाई के भनी चिनिन्छ? यसको उत्तर रहेको छ एन्जाइबर। प्रश्न नम्बर 10, नेपाली वनस्पतिका पिता भनी कसलाई चिनिन्छ? यसको उत्तर रहेको छ बुखानन
ह्यामिल्टन। प्रश्न नम्बर 11 12 बन्ड 18 खण्डका रूपमा चिनिने प्रसिद्ध स्थान कुन हो? यसको उत्तर रहेको छ रामा रोशन। यो क्षेत्र 2050 देखि 3792 मिटरको उचाइमा फैलिएको छ। यहाँ 9 प्रकारका लालीगुराँस, लौठ, सल्ला लगायत अनेकौं बहुमूल्य जडीबुटी पाइन्छन्। पर्याप्त पर्यटकीय सम्भावना बोकेको यस ठाउँमा डाँफे, मुनाल र कस्तुरी जस्ता दुर्लभ वन्यजन्तु पनि पाइने गर्दछन्। प्रश्न नम्बर 12 कृषि ज्ञान केन्द्र कहाँ स्थापना गरिने भएको छ? यसको उत्तर रहेको छ फक्ताङलुङ, ताप्लेजुङ। प्रश्न नम्बर 13 विश्वमा चिया उत्पादनमा नेपाल कतिऔं स्थानमा रहेको छ? यसको उत्तर रहेको छ 14औं। पहिलो स्थानमा रहेको छ चीन, दोस्रोमा रहेको छ भारत र तेस्रो स्थानमा रहेको छ केन्या। प्रश्न नम्बर 14 हाल विश्वमा अति कम विकसित राष्ट्रको संख्या कति छ? यसको उत्तर रहेको छ 44। प्रश्न नम्बर 15 आर्थिक सर्वेक्षण 2082-83 अनुसार हाल नेपालमा मातृ मृत्यु दर कति रहेको छ? यसको उत्तर रहेको छ 151 प्रति लाख। शिशु मृत्यु दर चाहिँ रहेको छ 27 प्रति हजार। प्रश्न नम्बर 16 FAO को पछिल्लो तथ्याङ्क अनुसार हाल विश्वको कुल भूभागको कति प्रतिशत हिस्सा वन क्षेत्रले ओगटेको छ? यसको उत्तर रहेको छ 32%। प्रश्न नम्बर 17 हाल सरकारले हडताल गर्न निषेध गरेका अत्यावश्यक क्षेत्र कति छन्? यसको उत्तर रहेको छ 25। सरकारले विक्रम सम्वत 2083 जेठ 25 को राजपत्रमा सूचना प्रकाशन गरी हडताल गर्न निषेध गरेका 25 अत्यावश्यक क्षेत्र निम्न अनुसार रहेका छन्। यहाँ हेर्न सक्नुहुन्छ। 1 मा डाक, तार वा टेलिफोन सेवा, 2 मा रहेको छ जल, स्थल वा हवाई मार्गबाट यात्रु वा माल सामान ओसार पसार गर्ने यातायात सेवा, 3 मा रहेको छ हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, 4 मा रहेको छ हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा माल सामान ओसार पसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा। त्यस्तै गरी 5 मा रहेको छ छापा वा सरकारी छापाखाना सम्बन्धी सेवा। त्यस्तै गरी 6 मा रहेको छ हात हतियार, खर खजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा। त्यस्तै गरी 7 रहेको छ सञ्चार सेवा। 8 मा रहेको छ आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा। 9 मा रहेको छ खानेपानीको सञ्चालन तथा वितरण सेवा। 10 मा रहेको छ पर्यटन, आवास, मोटेल, होटेल, रेस्टुरेन्ट र रिसोर्ट सम्बन्धी सेवा। 11 मा रहेको छ पेट्रोलियम पदार्थको पठौरी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा। 12 मा रहेको छ अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, एम्बुलेन्स जस्ता सेवा। 13 मा रहेको छ औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा। 14 मा रहेको छ फोहोर मैला सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा। 15 मा रहेको छ ब्याङ्किङ सेवा। 16 मा रहेको छ बिमा सेवा। त्यस्तै गरी 17 मा रहेको छ विद्युत सेवा। 18 मा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, दाल, चामल, नुन, तेलको कोठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा। 19 मा रहेको छ मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा। 20 मा मास्क सम्बन्धी सेवा। 21 मा ह्यान्ड सेनिटाइजर सम्बन्धी सेवा। 22 मा भेटनरी सेवा। 23 मा कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा। त्यस्तै गरी 24 मा रहेको छ राहदानी विभागबाट प्रदान हुने सेवा। त्यस्तै गरी 25 मा रहेको छ इन्टरनेट सेवा। प्रश्न नम्बर 18 हालसम्म सबैभन्दा बढी विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने राष्ट्र कुन हो? यसको उत्तर रहेको छ मेक्सिको। मेक्सिकोको एस्टाडियो एस्टेका रङ्गशालाले विश्वकपको इतिहासमा सबैभन्दा धेरै खेल आयोजना सन् 1970,
1986 र 2026 गर्ने कीर्तिमान बनाएको छ। यस विश्वकपको सबैभन्दा कान्छा खेलाडीका रूपमा मेक्सिकन मिडफिल्डर गिल्बर्टो मोरा रहेका छन्। मेक्सिकोले 3 पटक 1970, 1986 र 2026 फुटबल विश्वकप आयोजना वा सह-आयोजना गरेको छ। प्रतियोगितामा जम्मा 104 वटा खेल हुनेछन्। सहभागी टोली टोटल 48 राष्ट्रहरू रहेका छन्। पहिलो पटक विश्वकपमा सहभागी हुने मुलुकहरू यस प्रकार रहेका छन्: कुरासाओ, केप वर्डे, जोर्डन र उज्बेकिस्तान। आजको लागि यति नै। कृपया च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोला। धन्यवाद।